आज वृद्ध बाबामाहरूले महिनाको 4000 रुपियाँ बुझिरहनु भएको छ। 100 रुपियाँ हामीले यसमा नै सुरुवात गर्यो। हाम्रो पार्टीले मान्छे वृद्ध भइसकेपछि हरेक खालका समस्या हुन्छन्, समस्यालाई न्यूनीकरण गर्नको लागि, जीवनयापनमा सहजीकरण गर्नको लागि त्यो 100 रुपियाँ आज 4000 रुपियाँ पुगेको छ। महिलालाई सम्मान गर्दैन भन्ने कुरा आज महिला दिदीबहिनीलाई अनिवार्य आवश्यकता, यानी कि अहिलेको संविधानले पालिकाको अध्यक्ष उपाध्यक्षमा एकजना अनिवार्य महिला, त्यति मात्रै होइन, वडामा एकजना महिला सदस्य, एकजना दलित महिला सदस्य, 2 जना महिलाको अनिवार्य उपस्थिति बनाउनु पर्ने संविधानको व्यवस्था गर्नेको अगुवाई गर्ने पार्टी नेकपा एमाले। अनि कहाँनिर यसले वृद्धहरूलाई सम्मान गर्दैन, कहाँनिर महिलाहरूलाई सम्मान गर्दैन र वास्तवमा अहिले हामीले भन्ने गरेका छौँ। हाम्रो पार्टीका अध्यक्षले भन्नुहुन्छ सुखी नेपाली र समृद्ध नेपालको यात्रा सुरुवात गर्ने पार्टी नेकपा एमाले।